नमस्ते सबैलाई स्वागत छ मेरो YouTube च्यानलमा। आज आगे म अर्को भिडियो लिएर आज म बनाउने हो बिहानको नास्ता। तपाईको लागि म आलु बोइल गर्दैला छु। आलुको सब्जी बनाउने हो। म पछ पूरी बनाउन हो म एकसित। अब मेरा आलु बोइल भएगे। अब इन आलुलाई म एक एक गरी निकाल्दा सबै पहिले 3 सिट्टी लाया छु। 3 सिट्टीमा मेरा आलु पाक सके। अब एका छिल्कालाई म निकाल सकेले। अब म प्याज काट्टी हूँ। प्याज आलू और ये थोड़ा बेसन हालिबर एक पूरी सित मु सब्जी बनाउन ला छु। अब मेरो प्याजलाई मैले काटेले मैले 3 प्याज हाल्या छु। अब एमा म तेल हाल्नु कडाईमा। त कडाईमा तड्का लागि मैले मास दाल और चना दाल हाल्या छु। एमा 3-4 मिर्चीले हाल्या छु। सुको मिर्चीले हाल्या छु 1-2 थोड़ा टेस्ट निको आउँछ भनेर। अब एमा म हाल्यौं प्याज। अब ये प्याजलाई म 4-5 मिनट फ्राई गरिदिउँ सबै पहिले। धेरै नै हल्का फ्राई गरिदिउँ। अब एमा म हाल्यौं 1 गिलास पानी हालेर ये प्याजलाई उमल्लो दिन्यौं। हल्दी और नुन हालेर पानीलाई हाले 1 गिलास उन्ज्या उमलन्छ। अब म अब बेसन हाल्यौं। त्यो उमलन्ज्यासम्म मेरो बेसनलाई तयार भइगयो। अब योलाई तमा हाल्दौ म। अब ये बेसनलाई मैले निकेर पकाउनु छ। 15-20 मिनट पाक्दु दिन पडन्छ ये बेसनलाई। अब तन बोइल गरे आलु म मोटो मोटो अरबर टुटाउन ला छु। धेरै मसिनो नाय बनाउने हो। थोड़ा हल्का मोटो बनायो भने पुरीसित खानालाई निको लागन्छ। अब मेरो यो बेसन वालो आलुको सब्जी तयार भइगयो। अब म एमा थोड़ा मथबाट अब धनियालाई हाल्या हरियो धनिया काटबर अब मेरो साग तयार भइगयो। अब म पूरी बनाउनलाई म आटा मिक्स ला छु। तमा मैले 1 स्पुन नुन हाल्या छु। हल्का तेललाई हाल्या थिए धुलामा। अब मेरो यो धुलोलाई तयार भइगयो। अब म पूरी बनाउन ला छु। तेललाई राख्या छु माछामा उन्जा हम म पूरी बेल्लौ। अब मेरो तेललाई गरम भइगयो। अब तमा पूरी म हालेले मैले। अब बिहानको नास्ता मैले आलु प्याज और बेसनको ग्रेभी वालो सब्जी बनाया थे। त्यो अगाडि तयार भइया थियो। अब मेरा पूरीलाई तयार भइगे। तमलाईलाई पूरी सब्जी कहिले मन पडन्छ। मन पड्डे जतिले लाइक कमेन्ट शेयर और मेरो YouTube च्यानललाई सब्स्क्राइब गर्दै जन बिसर्या। इसा भिडियो लिएर हर दिन आउने हूँ। धन्यवाद सबैजनालाई मेरो भिडियो